ल त गाइस गुड मर्निङ। अनि हजुरहरू कस्तो हुनुहुन्छ? म चाहिँ ठिकै छु। आज चाहिँ भने बिलिङको यात्रा, त्यहाँबाट माथि काम छ अलिक, गएर काम गरेर सरले के भन्नुहुन्छ सदाबाउले त्यहाँदेखि बिलिङमा बस्नु भने बसाइ हुन्छ। त्यहाँदेखि काम छैन भने चाहिँ घरकै हुन्छ, हेर्न सक्नुहुनेछ। यो उकालो चुम्बुङ फाटक मेरो साथी हुँदैछ, साथीले वेट गर्दैछ पर देख्दै गरेको चाहिँ उति हो मेरो घर रुम चाहिँ, काम गर्ने जग्गादेखि रुम। आजको मौसम चाहिँ हल्का घाम चाहिँ लागेको छ। साथी वेट गरेको साथी आउँदैछ जस्तो लाग्यो। ल आइपुग्यो हाम्रो हिरो पनि। हाम्रो हिरो पनि आइपुग्यो। हजुर भर्खर गाह्रो छ है। बिल्डिङमा दिएर अब यहाँ काम गर्नु छ। साथी चाहिँ मालिक लिएर सिलगढी जाने भएको छ, ऊ चाहिँ गयो। म चाहिँ अब निस्केर हेर्न सक्नुहुन्छ यो मेसिनलाई चलाउनु पर्ने छ। आजको काम चाहिँ खतरा छ है, खतरा 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 है, खतरा खतरा। यहाँ माथि हेर्नुहोस् त, यो माथि देख्दैको छेउमा चाहिँ फाटक छ। त्यो बिल्डिङको छेउमा यहाँनिर प्लम गरेर अस्ति फाउन्डेसन गरेको थियो। चाहिँ अब त्यो माथि देख्दै गरेको भित्ता चाहिँ तोडेर यो स्लिप मिलायो। त्यसको बादमा फाउन्डेसन हान्यो। एक पिस मात्रै छ फाउन्डेसन, त्यो सकेर चाहिँ यति नै हुनेछ। बादमा यो पर देख्दै गरेको कटिङ गरेर मिलाएर चाहिँ यहाँ पार्किङ एरिया बनाउने भन्ने हुँदै थियो। भैयाहरू चाहिँ यहाँ काम गर्दैछ। यहाँ गाह्रो छ, प्लम निकाल्दैछ। त्यहाँ माथि देख्दै गरेको नजारा हेर्नुहोस्। यो पुरानो मेसिन चाहिँ अझैले काम गरेर पिच रोड यो माथि चुम्बुङ झर्ने ओह्रालो। ल त अहिले भरे फाउन्डेसन खनिसकेपछि म हजुरलाई क्लिप देखाउनेछु त्यहाँदेखि। त चाहिँ अहिलेलाई चाहिँ यति नै खतम भयो। आज चाहिँ यो पुरानो मेसिन चलाउने यही प्रब्लम हुन्छ हौ। यो तल यो स्विङ मोटर भयो, त्यसको मन्तिर तल यो देख्दै गरेको चाहिँ पाइपै फुटिदियो नि फाउन्डेसन गर्दा गर्दा। हेर्नुहोस् फाउन्डेसन चाहिँ यहाँ छ, माथिबाट झऱ्यो भने चाहिँ मार्ने भयो। गाह्रो छ फाउन्डेसन गर्नु त, बिग्रेर पाइप फुटेर खतम भयो। ल त होइन, यो पाइप चाहिँ खोल्नु सकेन मतलब रेन्ज छैन यसमा। साथीको गाडीहरू पनि छैन रहेछ, त्यही भएर अब यसको यो पाइप आएपछि चाहिँ रेन्ज तल मेरो ठुलो मेसिनमा छ। भयो भने त्यहाँबाट यहीँ वरिपरि कहीँ खोजिन्छ छ भने चाहिँ हेर्नुहोस्। यो छोपछाप पारेर रेडी छ हो आजको लागि चाहिँ यतिमै। किनकि यो ट्याङ्कीमा चाहिँ पानी पस्छ, अस्ति पनि त्यस्तै भएको थियो। त्यही भएर चाहिँ अस्ति पनि सर्भिसिङ, त्यो ट्याङ्की सर्भिसिङ गर्दा यति साह्रो बिजो भएको थियो हाम्रो साथीहरू हामीहरू भएर सबै गरेको। त्यही भएर छोप्नुपर्छ हो, पानी पर्दैन। पानी पर्दाखेरि चाहिँ त्यही हो आजको लागि चाहिँ
काम पनि यति नै हो। अब पाएपछि यो सबै फिलिङ गर्नुपर्छ भन्नुहुँदै थियो। अब आजलाई यति नै होला। ल मेरो भिडियोलाई चाहिँ कमेन्ट, लाइक, सेयर, सब्सक्राइब पेजमा चाहिँ सेयर गरिदिनुहोस् होला। आजलाई चाहिँ यति नै भन्दै अब अर्को भिडियोमा भेट्न